गाइस हामी धरहरा आइसकेका छौँ यहाँ। अनि हाम्रो स्पोन्सर चाहिँ हो, हाम्रो होइन मेरो स्पोन्सर। धरहराको टिकट यहाँ प्रवेश भन्ने मान्छे आउनु पाउँदैन अरे कि, त्यही भएर प्रवेश निषेध भनेको। भन न। ए पछाडिपट्टि अर्को भ्यू टावर ए त्यो व्हाइट टावर पो हो क्या अरे है। धरहरा त पछाडिपट्टि छ। पहिला धरहरा हेरौँ न, पहिला धरहरा हेरौँ भनेको। क्यामेरा त अन हुनु पाउँछ नि। ए हेलमेट राख्ने ठाउँ पनि छ है यो। यो अब टिकट के गर्नु, यतिकै भयो। यो पो हो यस्तो। म त अर्कै भन्दा हालेँ त्यो धरहराभित्र चाहिँ यस्तो छ है। के हो उही, म त त्यो अर्कै इमेजिनेसन गरेको यार यो ठाउँलाई। ल यार मैले यो ठाउँलाई अर्कै इमेजिनेसन गरेँ। यहाँ के छ? ओ यहाँ लिफ्ट रहेछ त। कस्तो यार यो त उता के उ त्यसमा जस्तो हेर न, टाइलहरू छ यार। यस्तो छ सेकेन्ड फ्लोर रे, एक्जिट रे, बटन छ। त्यत्तिकै व्हाइट टावर त भने होइन रहेछ। भ्यू टावरवाला भाइबै आएको छैन यार, एक्सपेक्टेसनै अर्को। यस्तो छ है गाइस भ्यूटाको इन्टेरियर। छ्या यार यो त घरभित्रै हिँडे जस्तो। त्यो अस्ति हामी के अरे मेडिकल गर्न गएको थियो नि विवेक, मेडिकल गर्न जान्दा नि यस्तै थियो है। 12 तलाको हो। के भन्नु यार उस्तै छ यार। मैले त अर्कै सोचेको थिएँ, टक्क साइडमा होइन, सानो भरै साइडबाट हेर्दाखेरि लड्ला जस्तो होइन। यो त के पुरै व्हाइट टावर। मैले पहिलाको भिडियो हेरेको थिएँ नि, पहिलाको धरहराको भित्रपट्टिको भिडियो एकचोटि। त्यतिखेर मैले त्यही एक्सपेक्ट गरेको थिएँ यार। यताबाट नि हेर, यतापट्टि गाइस यहाँ त पानी छ। कत्रो ठुलो पाल छ सास फेर्नको लागि। कतापट्टि यो कुन साइड? पछाडि हामी उता गएको। ए न्यु रोडपट्टिको। गाइज विवेकको फोन हो, लडे पनि केही हुन्न मलाई। लिफ्टको सेवा अहिले बन्द छ अरे होइन। टाइल पनि राम्रो छ यहाँको। ठिक छ, हामी कति फ्लोर आइपुग्यो? 6। अब अर्को 6वटा बाँकी। ए मैले अस्ति उता एक्जिट चाहिँ यता छ है यसको। छ यार है। भेन्टिलेसन आकस्मिक सहयोगका लागि फोन नगर्नु होला नेपाल प्रहरी। के हो कि नै? फाइनली 20 फ्लोर। 20 तला गाइस। मलाई मैले भिडियो गरेकोमा तिमीले एडिट निकाल्यो भने 5-6वटा निस्किन्छ। आहा आइपुग्यो 20 तला माथि।
ओइ काली लाग्छ त यो हावाले उडाउँछ जस्तो लागिरहेछ मलाई दिदीले जसरी पोलिटिक कसेर बसेर हेर्नु पर्ला जस्तो छ मलाई त डर लाग्छ नि हाइट देखेर ए यसरी हेर्दा ओइ उ त्यो कुन मन्दिर हो ए ए ए ए अक्सिजन नपुगेर कस्तो गाह्रो भयो एम्बुलेन्स त तलै रहेछ त के गरी लडिहाल्यो नि यो पुरै पार्किङ हो नि त्यो त्यो क्रिकेट बल यो के अरे विकेट क्या पुरै उ त्यो गाडी नि डोजर नि खेलाउन होला त्यो मान्छेहरू बाइक सिलिन्डर बाइक हेर न ऊ त्यो कत्रो त्यो स्कुटरभन्दा साइडको क्या यतापट्टि मलाई त्यो हामीले पहिला त्यो खेल्थ्यौँ नि यसो गरेर छोड्नेवाला मान्छेहरू त यत्रो देख्दै कस्तो हाँस उठ्दो टाइप लिइरहेको छ कि बाइक ऊ त्यो लामो बिल्डिङ चाहिँ कुन रहेछ नेपाली हो यो है कस्तो टाइपको बिल्डिङ क्या ऊ स्काई टावर ऊ यो स्काई टावर हो के हो पसिना झार्दै बल्ल तल माथि आयो माथि आइसकेपछि के गर्ने कसो गर्ने केही पनि थाहा छैन भक्तपुरदेखि आइयो यहाँसम्म यतिको लागि तर हावा चाहिँ मस्त आइरहेछ बतासे डाँडामा भन्दा बढी हावा आइरहेछ आई लभ धरहरा रे आई अल्सो लभ धरहरा फेरि भन त धरहराको ए सरी व्हाइट टावरको टपमा पनि पुगियो साथी हो आउने जाने दुइटा बाटो छैन तर्सिनु पर्दैन हो मान्छे नै हो हामी पनि जेरो सिभिल सेन्स हजुर हेरेर आइयो हावा खाइयो आइयो फाइनली गाइज भाइ तर घुमियो उडियो बतासे डाँडामा भन्दा धेरै बतास सहियो अनि अगाडि धरहरा पुरानो धरहरा अनि मैले अर्को कुरो थाहा पाएँ होइन यो ठाउँलाई सुनधारा चाहिँ किन भन्छ भने होइन उहीँ अगाडि सुनको धारा रहेछ नि त सुनको धारा एउटा दुइटा तिनवटा छ तिनवटा सुनको धारा बना होला तर जे होस् यहाँ पहिला सुनको धारा भए भएर चाहिँ यो ठाउँको नाम सुनधारा बस्यो गाइज हामी त जिटिएमा आएको जस्तो फिल आइरहेछ यार कता रे विवेक यो ठाउँ धरहराको तलपट्टि पार्किङ धरहरा तल त जगै रहन्छ यार जगै रहेन रहेछ डस्टबिन मात्र रहेछ जग रहेन रहेछ डस्टबिन रहेछ एउटा न्यादी भन्छ